छोटो समयमा र लामो अवधिसम्म उत्पादन लिएर राम्रो मुनाफा आर्जन गर्न सकिने एक प्रमुख तरकारी बाली सिमी खेती पनि हो। बलौटे दोमट तथा ड्रेनेज जमिन अथवा पानी राम्रोसँग सोच्न सक्ने जमिन सिमी खेतीको लागि उपयुक्त हुन्छ। सिमी खेतीको लागि जमिनको पीएच मान 5.5 देखि 6.5 को बिचमा हुनुपर्दछ। धेरै सिँचाइको आवश्यकता नपर्ने यस बालीलाई जाडो महिनामा लगाउन सकिन्छ, अर्थात् भनौँ कार्तिकदेखि मङ्सिरसम्म यसलाई रोपण गर्न सकिन्छ। अगौटे बालीको लागि भने असोज कार्तिकमा सिमीको बिउ रोप्न सकिन्छ। सिमी दुई प्रकारका हुन्छन्, एउटा थाङ्ग्रा लगाउनु नपर्ने र अर्को थाङ्ग्रा लगाउनु पर्ने खालको। आजको यो भिडियोमा सिमीमा कसरी थाङ्ग्रा लगाइएको छ भनेर तपाईहरु देख्न सक्नुहुन्छ। दुईवटा सिमीको बिचमा एउटा बाँसको भाटा लगाइएको छ। यसको हाइट 5.6 इन्चको छ र सिमी बीचको दूरी 1 फिट र लाइन बीचको दूरी 40 इन्च राखिएको छ। फेद कुहिने, मोजेक र कतै हल्का डाउनी मिल्ड्यूले यस बालीलाई असर गर्ने गर्दछ। यसको रोकथामको लागि बिउ रोप्नुभन्दा पहिला बिउलाई उपचार गर्नुपर्दछ। मोजेक रोगको लागि थ्रिप्स कन्ट्रोल गर्नुपर्दछ।